Hello guys, welcome to my vlog. म चाहिँ युएई को आबुधाबी भन्ने ठाउँबाट हाजिर भएको छु। मेरो यो सानो भ्लग प्रयास त्यस्तो साह्रो एडिट गर्न त आउँदैन, त्यही पनि हामी चाहिँ चर्च जाँदैछौँ गाइज, दिदी बिनाजुसँग जाँदैछौँ गाइज। हेर्नुहोस् आबुधाबीको नाइट भ्यूज। यहाँ एउटा केटा चाहिँ मलाई चिनेर कि नचिनेर बडी देखाएर हाई गरेर गएको छ। सायद उसलाई लाग्यो होला म प्रो युट्युबर हो भनेर, तर त्यो गलत सोचाइ हो। म चाहिँ प्रो युट्युबर होइन। र एउटा दिदी चाहिँ यहाँ कपाल केलाउँदै हुनुहुन्छ बाटोमै, जुम्रा परे जस्तो लागिरहेछ मलाई। अनि हाम्रो दिदी चाहिँ कसलाई हेर्दै हुनुहुन्छ, एउटा सानो नानीलाई हेर्दै हुन्छ र खेलाउन जानुहुन्छ। दिदी चाहिँ अब केटाकेटी देख्ने बित्तिकै खेलाइहाल्नुहुन्छ। र फाइनली खुलेको छ, सिग्नल खुलेको छ। भिनाजु अगाडि जाँदै हुनुहुन्छ र हामी एक साइडमा चाहिँ पास गरिसक्यौँ। र दुबईको आबुधाबीको हाइएस्ट बिल्डिङ हेर्नुहोस् गाइज। र अब यहाँ फेरि पनि जाँदैछौँ अर्को लाइनमा। अब यो खुलेपछि हामी जाने नै छौँ र खुलिसक्यो, हामी पास गरिसक्यौँ र जाँदैछौँ। एकदमै आबुधाबी चाहिँ नाइट भ्यूज चाहिँ राम्रो छ र हामी एकदम रफ्तारको साथमा अगाडि बढ्दैछौँ। हेर्न सक्नुहुन्छ गाइज, यस्तै छ भ्यूज नाइट आबुधाबीको। हामी चाहिँ कुद्दैछौँ गाइज। भिनाजु चाहिँ अलवेज फास्ट हिँड्नुहुन्छ र दिदी चाहिँ पर छोडिनु भयो पछाडि। त्यही भएर भिनाजुले एकछिन पर्ख्यौँ भन्नुभएको छ। अब हामी एकछिन पर्खिन्छौँ दिदीलाई। दिदी चाहिँ ऊ पर आउँदै हुनुहुन्छ, लुखुर गर्दै टुइ गर्दै आउँदै हुनुहुन्छ। फाइनल्ली हामी चाहिँ अब साथमै जाँदैछौँ सँगै र हामी पास गर्दैछौँ, जेब्रा क्रस पास गर्दैछौँ गाइज। यहाँ हेर्नु न गाइज, कति राम्रो यो। तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला। क्रसिङमै छौँ हामी अझै पनि। गाडीहरू स्वाटी आउँछ गाइज। भिनाजु चाहिँ यहाँ हामीलाई बाटो देखाउँदै जाँदै हुनुहुन्छ। दिदी पनि अहिले चाहिँ दिदीलाई मैले अगाडि हिँड्नु भनिसकेँ, भिनाजुसँगै हिँड्नु भनेको। त्यही पनि दिदी जति छिटो हिँडे पनि भिनाजुलाई चाहिँ भेट्नुहुन्न, त्यही पनि कोसिस चाहिँ गर्दै हुनुहुन्छ भेटाउँछु भनेर। कोसिस जारी छ होइन। फाइनल्ली गाइज हामी चाहिँ पुग्न आँटेका छौँ। अब खासै टाढा छैन, मान्छेहरू हिँड्दैछन्, मलाई हेर्दैछन् के गरेको होला यो केटाले भनेर। फाइनल्ली को एउटा मान्छे स्वाट्टै अगाडि आयो। दुईजना दिदीहरू पनि राम्रो दिदीहरू जाँदै रहेछन्। ल गाइज, आजको लागि यति नै। बाँकी भिडियो फेरि आउनेछ। भिडियो कस्तो भयो के भयो पहिलोपटक प्रतिक्रिया दिनु होला, त्यही अनुसार म भिडियो बनाउनेछु।